हेलो गुड मर्निङ साथीहरू सबैजनालाई लासो फ्याफुल्ला है साथीहरू। आज चाहिँ म बिहान भन्नाले बिहानै 3:30 बजे उठेर चाहिँ नुहाइ धुवाइ गरिसक्यो। अहिले चाहिँ ठिकै 4 बजेको छ साथीहरू। आज चाहिँ मेरो घरमा पूजा छ, त्यही भएर चाहिँ म छिट्टै उठेर नुहाइसक्यो। अब चाहिँ म फेरि यहाँ सेलरोटी बनाउनु थालेको। अब चाहिँ नुहाएर सेलरोटी र खिर बसालिदिन्छु, किनकि अहिले 6-7 बजेसम्ममा लामा आउनुहुन्छ। त्यही भएर चाहिँ म फटाफट काम गर्नु थालेको साथीहरू। मेरो चाहिँ सेलरोटी अब सकिनु लागेको छु बनाएर। हेर्नुहोस्, एकदम बनाइसकेको छु। यता मेरो खिर पनि पाकिसक्यो, अब पाक्नु थालेछ। बनाउँदैछु साथीहरू। मेरो मदर इन ल नि आउँदै हुनुहुन्छ शिलङबाट। अब आइपुग्नुहुन्छ होला। बिहानको 5 बजिसक्यो साथीहरू। अनि यता काग र आलु बोइल गरेर राखेको छु अचारको चटनीको लागि। अनि सब्जीहरू चाहिँ बेलुकै काटेर राखेको थिएँ, मिक्स सब्जी बनाउने। अनि आलु सब्जी बनाउँछु, अनि पनिर र मटर बनाउँछु, दाल बनाउँछु साथीहरू। पूजामा चाहिँ टिममा मान्छेहरू आउनुहुन्छ नि त, उहाँहरूको लागि चाहिँ। साथीहरू हाम्रो चाहिँ सेलरोटी बनाएर सक्यो। अब चाहिँ पनिर फ्राई गर्दैछु साथीहरू। हेर्नुहोस्, लामा भेनीको लागि पनिर मटर बनाउँदैछु साथीहरू। कामहरू त हुँदैछ। अब सब्जीहरू पुरा काटेको छ, बनाउने हो। यता रुमसुम नै ठिक गर्यो। यता गुरुजीहरू लामाज्यूहरू बस्नुहुने। यता बसेर सबै तयार भयो। मन्दिर पनि हल्का सजाइदियो लगाएर। अब चाहिँ हामी काम गर्दैछु, बिजी छु साथीहरू। फेरि सब्जीहरू बनाउनु छ, पुरा काटेर राखेको छु। मिक्स सब्जी बनाउने। हामी चाहिँ यता अचारको लागि, अचार भन्छ नि चटनी भन्छ हौ, अचार बनाउने। अचार चटनी जे पनि काँक्रा र आलुको बनाउने साथीहरू। त्यही भएर चाहिँ काटेर राखेको छु। एकछिनमा बनाउँछु। त्यो चाहिँ पहिला यो हेर्नेहरूको लागि। अहिले आउनुहुन्छ त अब, त्यही भएर आएर फेरि रोटी सब्जी खानुहुन्छ होला भनेर चाहिँ फेरि पनिर र मटर बनाउँदैछु साथीहरू। आमा नि आउँदै हुनुहुन्थ्यो, अहिलेसम्म पुग्नुभएको छैन। मेरो मदर इन ल चाहिँ आउँदै हुनुहुन्छ शिलङबाट। आमाज्यू चाहिँ आउनुभएछ साथीहरू। म चाहिँ लिनु जाँदैछु मेमेलाई। म चाहिँ मेमेलाई लिनु जान्थेँ, आमाहरू नै आइपुग्नु भएछ। यता